गाह्रो छ सुटिङमा काम गर्नु गाह्रो कलाकार बन्न गाह्रो छ घाम एकदम चर्किरहेको छ त्यही पनि काम गरिरहनु परेको छ घामले गर्दाखेरि केही सुनिँदैन ल फाइनली हामी आयौँ स्पोर्ट क्षेत्रमा हेलो एभ्रिवान नमस्ते सन्चै हुनुहुन्छ आज चाहिँ म तपाईहरुलाई काभ्रेको कुसादेवी घिमिरे गाउँ भन्ने ठाउँमा चाहिँ लिएर जाँदैछु है म किन जान लागेको भन्दाखेरि चाहिँ त्यो ठाउँमा चाहिँ मेरो बाबाहरूले चाहिँ बाबाको टिमले चाहिँ एउटा टेलिफिल्म बनाउनु भएको छ अनि मैले चाहिँ आज त्यो टेलिफिल्ममा खेल्ने कलाकार दिदीभाइलाई चाहिँ म लिएर चाहिँ त्यो ठाउँमा जाँदैछु अनि त्यो गाउँ पनि एकदम रमाइलो छ भनेको छ मैले चाहिँ म पुगेको चाहिँ छैन हैन म 15 दिनसम्म मात्रै पुगेको छु अब हेरौँ कतिको रमाइलो छ तपाईहरुलाई पनि देखाउने छु है ल आउनुस् सँगै बसेर सुटिङ पनि हेरौँ र त्यो गाउँ ठाउँ पनि घुमौँ ल आउनुस् म चाहिँ उहाँहरु लिन जाँदै छु उहाँ चाहिँ यता सुजुकीको सोरुमतिर हुनुहुन्छ भन्नु भएको छ उहाँले मलाई फोन गरिरहनु भएको छ भेटियो ल यहाँ उभिएर बसिरहनु भएको छ दुईजना हुनुहुँदो रहेछ उहाँ आयो छ भने झ्याल खोलिसिन्छ फेरि अर्को बहिनी पनि आउँदै हुनुहुन्छ अरे फेरि बानेश्वर आउनुहुन्छ अरे उहाँ चाहिँ अब हामी चाहिँ कुनै त क्याफेमा गएर चाहिँ चिया खाएर बस्नु पर्ला अब उहाँ पठाउमा आउनुहुन्छ ल फाइनली अब चाहिँ हामी लाग्यौँ पनौती कतै पनौतीतिर बसेर खाउँला नि घिमिरे गाउँ कता हो दादा घिमिरे गाउँ कता हो यता चाहिँ हो अहिले यस्तो अहिले हो त भिडियो ग्रहण पाइन्छ कति दिन आएको 4-5 दिन आइएन हो यार दिल्ली सुरतले एरेन्जमेन्ट गरेको मेरो चाहिँ उसको हाम्रो ट्याप्स दाजुको गीत के त ट्याप्स दाजुको ट्याप्स गयो कस्तो यार ट्याप्स दाजुको गीत दाइ आउनुहुन्छ दाइ नै हुनुहुन्छ सिधै जाउँ यहाँ फेरि गाउँ भनेको मगर गाउँ
चाहिँ बाटो चाहिँ बिग्रेको रहेछ, त्यही भएर हामीले चाहिँ गाडी चाहिँ यहाँ पार्क गऱ्यौँ। यहाँ पार्क गरेर हिँड्यौँ हामी चाहिँ। उयो माथि डाँडाको त्यो घर देखिरहेको छ, त्यसको अझै माथि जानुपर्ने रहेछ। अनि हाम्रो कलाकार भाइ चाहिँ गइसकेको छ। अनि अझै कलाकार बहिनी नेता चाहिँ भाइको बाबा, तपाईँहरूले नि उहाँलाई देख्नुभयो भने चिन्नुहुन्छ, एकदमै चलेको भाइरल भाइ हो। अहिले म तपाईँहरूलाई देखाउँछु ल है त। यो चाहिँ के करा हुन्छ र दाइ? यो झ्याउकिरी हुन्छ। झ्याउकिरी। यति उज्यालोमा पनि यस्तो झ्याउकिरी कराएर छ यहाँलाई। अनि 3-4 महिना पछि यहाँ बाटो बन्छ जस्तो छ। त्यो ढलान हुन्छ जस्तो छ। यो डाँडाबाट त्यस्तो भ्यू देखिँदो रहेछ। है खतरा छ ल। जताततै बाटो ढलान टेकेर सुन्तलाको बोट पनि रहेछ। यस्तो अझै पनि छ। यस्तो गाउँ देख्दाखेरि रमाइलो लाग्छ। काठमाडौँतिर त पुरै गाउँ देख्नु गाह्रो छ ल। यहाँ चाहिँ पुरै सुन्तलाको यस्तो भिरा पनि यति धेरै सुन्तला फल्दो रहेछ ल। सुन्तला अलिअलि फलाएको छ। हामी चाहिँ सुटिङ स्पोटमा आइपुग्न लाग्यो। यस्तो छ बाटो, गाह्रो छ, काम गर्न गाह्रो छ। यो पनि ल फाइनली हामी आयौँ स्पोर्ट क्षेत्रमा। यहाँ धेरै बोल्न पाउँदैन। तपाईँहरूलाई म यो टेलिफिल्मको लिङ्क हालिदिनेछु। हजुरले सबजना हेरेर कमेन्ट गरिदिनु होला है। मन पऱ्यो भने लाइक गरिदिनु होला, सेयर गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला है त। म तपाईँहरूलाई हालिदिनेछु है त। रोलिङ अनि मात्र आमा बन्न पाइन्छ। संसारमा जो यस्ता आमाहरू पनि छन्, आफ्नो भाग्य फेर्ने आशामा दहिलो फेर्दै हिँड्छन्। एक्सन। राहुना के भयो? ए देवी श्यामा के भयो? भाउजू के भयो तपाईलाई? के भयो? के भयो? के भयो? चक्कर लागेको पानी छैन भने पानी पानी पनि लिएर आइन मेरोमा। बोक्नु 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 खुट्टा कम गर्छ। अलिक पुछाउनु पुछाउनु
कट ल गाइस म चाहिँ काठमाडौँ फर्केको होइन जति बस्यो अब त्यति बस्नु लाग्छ हजुरहरूलाई कतिको रमाइलो लाग्यो है मलाई चाहिँ सबैले रमाइलो लाग्यो रमाइलो भनौँ तर अलिक गाह्रो छ गाह्रो चाहिँ यो हेर्दाखेरि मात्रै हो सजिलो एउटा सानो सिरियलमा चाहिँ यति गाह्रो छ फिल्ममा कति गाह्रो होला है सबैले माया गरौँ है फिल्मलाई टेलिफिल्मलाई सबै गरौँ माया गरौँ है त यहाँ चाहिँ पुरै के कराएको हो यो सबै साउन्ड खाइरहेको छ गरेर अघि चाहिँ हामी यो माथि डाँडामा थियौँ ल आएपछि फेरि पनि अर्को नयाँ भिडियोमा भेटौँ ल अहिले बाई बाई है सबैले लाइक फलो सब्सक्राइब गरिदिनु होला है त ल